हेलो एभ्रिवान। आज हामी माल्टा प्री डिपार्चर कोर्सको च्याप्टर 10 कस्ट अफ लिभिङ एन्ड बजेटिङ इन माल्टाको बारेमा हेरौँ। कस्ट अफ लिभिङ भन्नाले तपाईँहरूको माल्टाको आफ्नो डे टु डे लाइफ चलाउनलाई केमा खर्च हुन्छ, जस्तो तपाईँको फुडहरू, ट्रान्सपोर्टेसनहरू, एकोमोडेसनहरू हो, तिनीहरूमा खर्च हुने कस्टलाई के भन्छ, कस्ट अफ लिभिङ भनिन्छ। भनेपछि बजेटिङ भन्नाले तपाईँले आफ्नो इन्कम कसरी प्लान गर्नुहुन्छ भन्नाले तपाईँले आफ्नो इन्कमलाई कसरी खर्च गर्नुहुन्छ त्यो कुरालाई हामीले बजेटिङ भनिन्छ। फर्स्टमा हेरौँ लर्निङ अब्जेक्टिभ। आफ्टर कम्प्लिटिङ दिस च्याप्टर यु सुड बी एबल टु अन्डरस्ट्यान्ड द मेन लिभिङ एक्सपेन्सेस माल्टा, प्रिपेयर अ रियलिस्टिक मन्थली बजेट। तपाईँले माल्टाको मेन लिभिङ एक्सपेन्स के हो बुझ्न सक्नुहुन्छ। प्रिपेयर अ रियलिस्टिक मन्थली बजेट, तपाईँले मन्थली बजेटहरू प्रिपेयर गर्न सक्नुहुन्छ। अन्डरस्ट्यान्ड रेन्ट, फुड, ट्रान्सपोर्ट, युटिलिटिज एन्ड अदर एक्सपेन्सेस, तपाईँले रेन्ट, फुड, ट्रान्सपोर्ट, युटिलिटिजहरू, अदर एक्सपेन्सेसहरू के हो भनेर त्यो बुझ्न सक्नुहुन्छ। म्यानेज योर स्यालेरी रेस्पोन्सिबली, तपाईँहरूले आफ्नो स्यालेरीले कसरी म्यानेज गर्ने त्यो सिक्नुहुन्छ। डिस्टिङ्ग्युस बिट्विन निड्स एन्ड वान्ट्स, तपाईँको आवश्यकता र चाहना, निड्स र वान्ट्सको बिचको फरक के हो बुझ्न सक्नुहुन्छ। एभोइड अन्नेसेसरी डेट एन्ड फाइनेन्सियल प्रब्लम्स, तपाईँले अन्नेसेसरी डेट, लोनहरू, फाइनेन्सियल प्रब्लमबाट कसरी टाढा हुने, कसरी इग्नोर गर्ने भन्ने कुराहरू बुझ्नुहुन्छ। बिल्ड सेभिङ फर इमर्जेन्सिज एन्ड फ्युचर निड्स, इमर्जेन्सिज र फ्युचर निड्सको लागि सेभिङहरू कसरी तयार गर्ने भनेर बुझ्नुहुन्छ। फर्स्टमा हेरौँ इन्ट्रोडक्सन टु कस्ट अफ लिभिङ। द कस्ट अफ लिभिङ मिन्स द एमाउन्ट अफ मनी यु निड टु पे फर एभ्री डे निड्स एन्ड सर्भिसेस, तपाईँहरूको आवश्यकता अन्य सर्भिसेसहरू जुन युज गर्नुहुन्छ त्यसको लागि तपाईँले तिर्नुपर्ने मनी हो। जस्तै तपाईँले एकोमोडेसनको लागि तिर्नुहुन्छ, फुडको लागि तिर्नुहुन्छ, इलेक्ट्रिसिटी एन्ड वाटरको लागि तिर्नुहुन्छ, इन्टरनेट एन्ड मोबाइल फोनको लागि तिर्नुहुन्छ, ट्रान्सपोर्टेसनको लागि तिर्नुहुन्छ, क्लोदिङको लागि तिर्नुहुन्छ, पर्सनल आइटम्सको लागि तिर्नुहुन्छ, हेल्थ केयरको लागि तिर्नुहुन्छ र अर्को हाम्रो इन्टरटेनमेन्टको लागि तिर्नुहुन्छ। द एक्चुअल कस्ट भेरिज डिपेन्डिङ अन योर एकोमोडेसन, लाइफस्टाइल, लोकेसन एन्ड स्पेन्डिङ हेबिट्स, तपाईँको यो एक्चुअल कस्ट अफ लिभिङ सबैको एउटै हुन्छ भन्ने हुँदैन। तपाईँ यो एकोमोडेसन टाइप, कस्तोमा बसिराख्नु भएको छ, लाइफस्टाइल, लोकेसन, स्पेन्डिङ हेबिट्सहरूमा डिपेन्ड गर्छ। अर्को हेरौँ वाइ बजेटिङ इज इम्पोर्टेन्ट, बजेटिङ किन इम्पोर्टेन्ट छ। फर्स्टमा हामी बजेट हेरौँ। अ बजेट इज अ प्लान फर हाउ यु विल युज यर इन्कम, तपाईँहरूले आफ्नो इन्कम कसरी युज गर्नुहुन्छ या तपाईँले आफ्नो इन्कम कसरी खर्च गर्नुहुन्छ, त्यो प्लानलाई के भन्छ, बजेट भन्छ। गुड बजेटिङ हेल्प्स यु, यदि तपाईँको राम्रो बजेटिङ छ भने के हुन्छ, पेज बिल्स अन टाइम, तपाईँहरूलाई आफ्नो बिलहरू टाइममा पे गर्न हेल्प गर्छ। कन्ट्रोल स्पेन्डिङ, सेभ मनी, एभोइड अननेसेसरी डेट, प्रिपेयर फर इमर्जेन्सिज, सेन्ड मनी टु फ्यामिली वेन एप्रोप्रिएट। यदि तपाईँको राम्रो बजेटिङ छ, तपाईँले राम्रो बजेट एउटा प्लान बनाउनु भएको छ भने त्यसले तपाईँलाई आफ्नो बिलहरू टाइममा तिर्नलाई, तपाईँको स्पेन्डिङहरू कन्ट्रोल गर्न, मनी सेभ गर्न, अननेसेसरी डेटहरूबाट कसरी टाढा हुन, इमर्जेन्सिजको लागि प्रिपेयर गर्न र आफ्नो फ्यामिलीलाई पैसा पठाउनलाई धेरै हेल्प गर्छ। अ वर्कर सुड प्लान एक्सपेन्सेस बिफोर स्पेन्डिङ देयर स्यालेरी, तपाईँको फरेन वर्कर या कामदारहरूले आफ्नो स्यालेरी खर्च गर्नुभन्दा अगाडि बेटर प्लान गर्नुपर्छ, कहाँ कहाँ खर्च गर्ने, कसरी खर्च गर्ने भनेर प्लान गर्नुपर्ने हुन्छ। मेन मन्थली एक्सपेन्सेस है, हाम्रो मेन मन्थली एक्सपेन्सहरू मेनली हाम्रो कुन कुन हुन्छ। फर्स्ट हेरौँ एकोमोडेसन, युजली वान अफ द लार्जेस्ट एक्सपेन्स, इट मे इन्क्लुड यसमा रेन्ट, युटिलिटिज, इन्टरनेट एन्ड अदर एग्रिड एकोमोडेसन कस्ट हुन्छ होइन। सेयरिङ एकोमोडेसन क्यान रिड्युस इन्डिभिजुअल कस्ट, यदि तपाईँ प्राइभेट नभएर सेयरिङमा बस्नु भएको छ भने तपाईँको कस्ट गर्छ, किनभने त्यो कस्ट डिभाइड हुने गर्छ तपाईँको पार्टनरहरूमा र एकोमोडेसन पार्टनरहरूमा। अर्को हेरौँ फुड एक्सपेन्स डिपेन्ड अन वेयर यु सप, कहाँ गएर सप गर्नुहुन्छ, किन्नुहुन्छ, वाट यु इट, के कुराहरू खानुहुन्छ, वेदर यु कुक एट होम अर नट, यदि तपाईँहरू घरमै बनाएर खानुहुन्छ या प्रायः बाहिर खानुहुन्छ र बाहिर पनि कति टाइम्स खानुहुन्छ मन्थली, त्यो कुराहरूमा तपाईँको फुड एक्सपेन्सहरू डिपेन्ड गर्ने गर्छ। अर्को हेरौँ ट्रान्सपोर्टेसन कस्ट, तपाईँले तिर्नुपर्ने ट्रान्सपोर्टेसन कस्ट, जस्तै तपाईँको पब्लिक ट्रान्सपोर्ट चढ्दाखेरिको कस्ट, ट्याक्सी अर राइड हेलिङ सर्भिसहरू युज गर्दाखेरि
को तिर्नुपर्ने कस्टहरू यो अर्को। यदि तपाईँहरूको आफ्नै भेहिकल छ भने तपाईँहरूले त्यहाँ युज हुने फ्युल कस्ट भन्ने हुन्छ। अर्को हुन्छ मोबाइल फोन, मोबाइल एन्ड इन्टरनेट। यु मे निड टु पे फर मोबाइल फोन सर्भिसेस, मोबाइल डाटा एन्ड होम इन्टरनेट। चुज अ प्लान द्याट म्याचेस यर एक्चुअल निड। अर्को आउँछ हाम्रो पर्सनल एक्सपेन्सेस जस्तो टोइलेट्रिज, क्लोदिङ, हेयर कट्स, हाउस होल्ड आइटम्स, इन्टरटेनमेन्टहरूमा आउने हाम्रो पर्सनल एक्सपेन्सेसहरू। अर्को हेरौँ निड्स एन्ड वान्ट्स। अन्डरस्ट्यान्डिङ द डिफरेन्स बिट्विन निड्स एन्ड वान्ट्स इज एन इम्पोर्टेन्ट बजेट स्किल। हामीले निड्स आवश्यकता के हो र चाहना के हो त्यो चाहिँ प्रोपरली बुझ्नुपर्ने हुन्छ। र हामीले जहिले पनि निड्सलाई वान्ट्सभन्दा बढी प्रायोरिटाइज गरेर त्योमा आफ्नो पैसा प्रोपरली खर्च गर्नुपर्ने हुन्छ। निड्स थिङ्स नेसेसरी फर डेली लाइफ जस्तो फुड, एकोमोडेसन, ट्रान्सपोर्टेसन टु वर्क, इसेन्सियल हेल्थ केयर, बेसिक क्लोदिङ, युटिलिटिजहरू सबै हाम्रो निड्स हो भनेपछि जस्तो एक्सपेन्सिभ इन्टरटेनमेन्ट, अननेसेसरी सपिङ, लग्जरी आइटम्स, फ्रिक्वेन्ट रेस्टुरेन्ट मिल्स, एक्सपेन्सिभ ग्याजेटहरू सबै हाम्रो वान्ट्स हो। क्रिएटिङ अ मन्थली बजेट हेरौँ जसमा मन्थली इन्कम, मन्थली मनी अभाइलेबल एन्ड इसेन्सियल एक्सपेन्सेसहरूमा छ। अर्को हेऱ्यो एउटा इक्जाम्पल, यदि तपाईँको मन्थली इन्कम, इफ योर मन्थली इन्कम इज 1500 euro, देन हाम्रो कस्टहरू कसरी ब्रेकडाउन हुन्छ। एकोमोडेसनमा 600 euro, फुड 250 euro, ट्रान्सपोर्ट 50 euro, फोन एन्ड इन्टरनेट बिल 50 euro, अदर एसेन्सियल एक्सपेन्सेस 150 euro, सेभिङ 200 euro एन्ड रिमेनिङ एमाउन्ट 200 euro। यो हाम्रो कस्ट ब्रेकडाउन हो, मन्थली इन्कमको कस्ट ब्रेकडाउन। यो जस्ट यो एउटा इक्जाम्पल मात्रै हो, यो रियालिटी हो, रियल एक्सपेन्स होइन, जस्ट यो एउटा इक्जाम्पल हो। अर्को हेरौँ ट्र्याकिङ एक्सपेन्स। ओके, हामीले आफ्नो एक्सपेन्सहरू ट्र्याक कसरी गर्ने। हामीले जस्तै फुड, एकोमोडेसन या अन्य कुरामा यदि हामीले एक्सपेन्स गर्छौँ भने त्यो कस्टलाई कसरी हामीले ट्र्याक गर्ने भन्ने कुरो हेरौँ। यु क्यान युज हामीले एउटा नोटबुक, स्प्रेडसिट, बजेटिङ एप्लिकेसन अर ब्याङ्किङ एप्लिकेसन जे पनि हामीले युज गरेर आफ्नो एक्सपेन्सलाई ट्र्याक गर्न सक्छौँ। र एट द इन्ड अफ इच विक अर मन्थ रिभ्यू स्पेन्डिङ, र हरेक हप्ता या हरेक मन्थमा तपाईँहरूले कसरी स्पेन्ड गर्नुभयो त्यो कुराहरूलाई मजाले बुझ्नुहोस्। र त्यो हाम्रो मन्थली स्पेन्डिङ या विकली स्पेन्डिङ हामीले एनालाइसिस गरिसकेपछि हामीले थाहा पाउनुपर्छ वेयर डिड आई स्पेन्ड द मोस्ट। हामीले मैले चाहिँ कहाँ बढी स्पेन्ड गरेँ, क्यान आई रिड्युस अननेसेसरी एक्सपेन्स, अननेसेसरी एक्सपेन्सहरू के भइरहेछ र कसरी त्यसलाई घटाउने भन्ने कुरोहरू बुझ्नुपर्छ। र डिड आई सेभ इनफ, हामीले खर्चहरू सबै घटाएपछि हामीले कति बचायौँ, त्यो सेभिङ इनफ छ कि छैन भनेर बुझ्नुपर्ने हुन्छ। अर्को हेरौँ सेभिङ मनी। टु सेभ रेगुलरली इभन इफ द एमाउन्ट इज स्मल। तपाईँहरूको आय एमाउन्ट सानो होस् या ठुलो होस्, तपाईँले यु हेभ टु सेभ रेगुलरली, प्रायः जसो सेभिङ गरिराख्नु पर्ने हुन्छ। सेभिङ क्यान हेल्प विथ, कतिखेर हेल्प गर्छ जस्तो मेडिकल एक्सपेन्सेसको केसमा, अनएक्सपेक्टेड ट्राभलहरू केसमा, लस अफ इम्प्लोइमेन्ट भएको केसमा, इमर्जेन्सी एकोमोडेसन, फ्यामिली निड्स, फ्युचर प्लान्स अर इमर्जेन्सी फन्ड जस्तै। एन्ड इमर्जेन्सी फन्ड क्यान प्रोभाइड फाइनेन्सियल सेक्युरिटी। सेन्डिङ मनी होम। Many foreign workers need money to send money to family members in their home country. हाम्रो म्याक्सिमम् फरेन वर्करहरूले आफ्नो होम कन्ट्रीमा आफ्नो फ्यामिलीलाई पैसा पठाउने गर्दछ। बिफोर सेन्डिङ मनी, पैसा सेन्ड गर्नुभन्दा अगाडि हामीले के चेक गर्नुपर्छ। चेक ट्रान्सफर फी कति फी लिन्छ, कम्पेयर एक्सचेन्ज रेटहरू हेर्ने, युज रिलायबल एन्ड लिगल फाइनेन्सियल सर्भिसेस, किप ट्रान्जेक्सन रेकर्ड। अर्को हाम्रो आउँछ एभोइड डेप्ट, एभोइडिङ डेप्ट। Debt occurs when you owe money to another person or organization। यदि हामीले अरूबाट पैसा लिन्छौँ या सापडे लिन्छौँ भने देन हामीले डेप्टमा हुन्छौँ। एभोइड अननेसेसरी डेटलाई कसरी हामीले एभोइड गर्ने या रिड्युस गर्ने भन्नाले स्पेन्डिङ विदिन यर इन्कम, आफ्नो इन्कमलाई ध्यान दिएर स्पेन्ड गर्ने। एभोइड अननेसेसरी लोन्सहरू, सापटीहरू, लोनहरू ऋणहरू नलिने। पेइङ बिल्स अन टाइम, बिल चाहिँ टाइमली पेमेन्ट गर्ने, जसले गर्दाखेरि पछि चाहिँ तपाईँहरूलाई बर्डन नहोस्। अर्को हेरौँ क्रेडिट एन्ड लोन्स। बिफोर टेकिङ अ लोन अर युजिङ क्रेडिट, अन्डरस्ट्यान्डिङ द टोटल एमाउन्ट यु विल रिपे। हामीले कति पे गर्नुपर्छ टोटल त्यो बुझ्ने, इन्ट्रेस्ट रेटहरू चेक गर्ने, एडिसनल फिजहरू चेक गर्ने, अन्डरस्ट्यान्ड द रिपेमेन्ट सेड्युल। ओके, हामीले रिपे कसरी गर्ने त्यो सेड्युलहरूलाई बुझ्ने, मेक स्योर यु क्यान एफोर्ड द पेमेन्ट। ओके, हामीले लिएको लोन प्लस इन्ट्रेस्ट हामी तिर्न सक्छौँ भन्ने पहिला स्योर हुने।
नेभर साइन अ फाइनेन्सियल एग्रिमेन्ट यु डोन्ट अन्डरस्ट्यान्ड राम्रो फाइनेन्सियल एग्रिमेन्ट नपढी नबुझी फाइनेन्सियल एग्रिमेन्ट कहिले पनि साइन नगर्ने। अर्को हुन्छ सपिङ वाइजली। यु क्यान रिड्युस एक्सपेन्स बाई हामीले कसरी एक्सपेन्स रिड्युस गर्न सक्छ एउटा अर्को कम्पेयर प्राइस हामीले विभिन्न आइटमहरूको प्राइसहरू विभिन्न ठाउँमा गएर कम्पेयर गर्ने चेक प्रमोसन्स डिस्काउन्ट्सहरू कुपन कोड्सहरू या प्रमोसनहरू के भइरहेछ त्यो चाहिँ थाहा पाइराख्ने बाई वाट इन निड आफूलाई चाहिने कुराहरू मात्र किन्ने सपिङ लिस्ट किन्नुभन्दा अगाडि यो सपिङ जानुभन्दा अगाडि लिस्ट बनाएर जाने प्रायोरिटाइज गर्ने आफ्नो लिस्टहरूलाई अर्को एभोइड इम्पल्सिस ओभर सपिङ कहिले पनि नगर्ने। अर्को हेरौँ फुड बजेटिङ टु कन्ट्रोल फुड एक्सपेन्स प्लानिङ एन्ड कुकिङ प्लान मिल्स के खाने त्यो प्लान गर्नुहोस् कुक एट होम घरमै पकाउने कोसिस गर्नुहोस् बाई एकर्डिङ टु यर्स निड आफ्नो आवश्यकता अनुसार मात्रै किन्नुहोस्। सपिङ एन्ड स्टोरेज कम्पेयर सुपर मार्केट प्राइस एभोइड वेस्टिङ फुड एन्ड स्टोर फुड प्रोपरली। युटिलिटी बिल्स युटिलिटी मे इन्क्लुड हाम्रो के युटिलिटी हुन्छ जस्तो इलेक्ट्रिसिटी वाटर ग्यास इन्टरनेटहरू सबै हाम्रो युटिलिटी अन्डर पर्न गर्दछ। इफ युटिलिटी आर your रेस्पोन्सिबिलिटिज अन्डरस्ट्यान्ड हाउ बिल्स आर क्यालकुलेटेड बिल्सहरू कसरी क्यालकुलेट भइरहेछ कति कति आइरहेछ पे अन टाइम बिलहरू पे टाइममै पे गर्ने बिलहरूको बारेमा चेक गर्ने रिपोर्ट अनयुजुअल प्रब्लम यदि ओभर बिलिङहरू आइरहेछ आफूले चलाएको भन्दा बढी बिलहरू आइरहेछ भने त्यस्तो कुराहरूलाई एड्रेस गर्ने या रिपोर्ट गर्ने। फाइनेन्सियल स्क्याम्स बी केयरफुल अफ फाइनेन्सियल स्क्याम्स ओके फाइनेन्सियल स्क्यामहरूबाट हामीले सक्दो बच्ने कोसिस गर्नु पर्दछ। वार्निङ साइन इन्क्लुड कतिखेर जस्तै कसैले तपाईँको रिक्वेस्ट फर पासपोर्ट पिनहरू माग्यो भने इजी मनीको या लोटरी जस्तो सिस्टमहरूको बारेमा तपाईँले कसैले भन्यो भने सस्पिसियस इन्भेस्टमेन्ट अफरहरू दियो भने तपाईँले मनी ट्रान्सफर गर्ने प्रेसर गर्यो भने ओके रिक्वेस्ट फर ब्याङ्किङ डिटेल्स थ्रु सस्पिसियस मेसेज तपाईँको ब्याङ्किङ डिटेलहरू माग्यो भने त्यति बेला तपाईँहरूले अलिक सतर्क हुनु पर्दछ। अर्को हेरौँ इमर्जेन्सी फन्ड एन्ड इमर्जेन्सी फन्ड इज मनी सेभ फर अनएक्सपेक्टेड सिचुएसन। इमर्जेन्सी फन्ड भन्नाले हाम्रो अनएक्सपेक्टेड सिचुएसनको लागि बचाइराखिने पैसा हो जस्तै सडन मेडिकल कस्टहरू इमर्जेन्सी ट्राभल टेम्पोररी लस अफ इन्कम अनएक्सपेक्टेड एकोमोडेसन एक्सपेन्सेस। सेभिङ रेगुलरली मेक्स इमर्जेन्सिज इजियर टु म्यानेज। अर्को हेरौँ फाइनेन्सियल रेस्पोन्सिबिलिटी अ फाइनेन्सियली रेस्पोन्सिबल वर्कर pays bill on time keeps financial record, saves regularly, avoid unnecessary debt, protects banking information, plans expenses. Good financial habits can reduce stress. अर्को हेरौँ हाम्रो स्यालेरी म्यानेजमेन्ट वेन यु रिसिभ यर स्यालेरी चेक यर पे स्लिप एकचोटि पे कति आयो के आयो हेर्ने पे इसेन्सियल एक्सपेन्स हाम्रो इसेन्सियल एक्सपेन्सहरूको खर्चहरू तिर्ने सेट असाइड सेभिङ केही कुराहरू सेभ गर्ने प्लान फुड एन्ड ट्रान्सपोर्ट कस्ट हाम्रो फुड एन्ड ट्रान्सपोर्टेसन कस्टहरूको छुट्याउने एलोकेट मनी फर पर्सनल एक्सपेन्सको लागि छुट्याउने एभोइड स्पेन्डिङ इन्टायर स्यालेरी आज एकै दिनमा स्यालेरी सक्ने काम नगर्ने। अर्को हेरौँ कस्ट सेभिङ ह्याबिट ओके युजफुल ह्याबिट इन्क्लुड ट्रान्सपोर्टहरू जस्तै यदि हामी ट्रान्सपोर्ट युज गर्छ भने पब्लिक ट्रान्सपोर्टेसनमा ट्रान्सपोर्टलाई प्रायोरिटाइज गर्ने कुकिङ केसमा कुक एट होम घरमै पकाउने सेयर एप्रोप्रिएट हाउसहोल्ड कस्ट ओके हाउसहोल्ड कस्टहरू सेयर गर्ने कम्पेयर प्राइसेस किन्नुभन्दा अगाडि प्राइसेसहरू कम्पेयर गरेर किन्ने ओके इलेक्ट्रिसिटी रिड्युस अननेसेसरी इलेक्ट्रिसिटी युज ओके अननेसेसरी इलेक्ट्रिसिटी युज नगर्ने या यदि कुनै इलेक्ट्रिकल एप्लायन्सेसहरू युजमा छैन भने बन्द गर्ने टर्न अफ गर्ने इम्पल्स कन्ट्रोल ओके एभोइड इम्पल्स सपिङ एमएक्सी ओभर सपिङहरू नगर्ने र प्लानिङ गर्ने केही कुरा एक्सपेन्सहरू किन्नुभन्दा अगाडि मजाले प्लान गर्ने या अब हेरौँ च्याप्टर समरी रिमेम्बर दिस इम्पोर्टेन्ट पोइन्ट्स कस्ट अफ लिभिङ इन्क्लुड्स एकोमोडेसन फुड ट्रान्सपोर्ट युटिलिटिज एन्ड पर्सनल एक्सपेन्स क्रिएट अ मन्थली बजेट prioritize needs over wants, track your spending, save regularly, pin down emergency fund, avoid unnecessary debt, compare prices before saving, use reliable financial service, never share PIN or security codes. अर्को इक्जाम टिप्स रिमेम्बर दिस किवर्ड जस्तै हामीले यो याद गर्नु होला बजेट इन्कम यो वर्डहरू एक्सपेन्सेस निड्स वान्स सेभिङ्स इमर्जेन्सी फन्ड डेट लोन्स बिल्स फाइनेन्सियल स्क्याम्स। Now let's practice some MCQs. What does cost of living mean? A. Only the cost of rent. B. The money needed for everyday living expenses and services.
only the cost of food and the only transportation cost. B, the money needed for everyday living expenses and services. What is a budget? A plan for managing income and expenses, a type of bank card, rental agreement, or work permit. A plan for managing income and expenses. Okay, now we should normally we prioritize first luxury shopping, essential needs, expensive entertainment, and unnecessary gathering of the essential needs. Which is an example of need, essential food, luxury watch, expensive entertainment, and unnecessary gadget. Essential food. Why should you track your expense? To understand where your money is going, to increase your rent, to avoid receiving a salary, to spend more money, to understand where your money is going. What is an emergency fund? Money used for unexpected expenses. Which is good way to reduce food expense? Waste food, cook at home and plan meals, eat at restaurant every day, buy everything without comparing prices. That is, cook at home and plan meals. Before taking a loan, you should sign immediately, understand interest, fees and repayment terms, ignore the agreement, give your PIN to the lender, understand interest, fees and repayment terms. What should you do before making a major purchase? Compare prices and consider what whether you need it. Which information should you never share with stranger? Your online banking password and PIN. Which which is good financial habit? Spending your entire salary immediately, saving regularly, taking unnecessary loans, ignoring bills. That is first saving regularly. Why should you check your payslip? To understand your salary and deduction, to apply for a bus ticket, to rent a hotel, to buy groceries. Okay, to understand your salary and deductions. Which is possible sign of a financial scam? That is A, or request for your banking password or PIN. What is one benefit of using public transport when practical? It can help control transportation cost. What is the best approach to managing your salary? We pay essential expenses, save and plan remaining spendings. Avaram, weekly vision, cost of living, accommodation, food, transport, utilities, personal expenses, budget, plan income and expenses, needs, essential items and services, wants, non-essential purchases, saving, save regularly, emergency fund, money for unexpected expenses, debt, avoid unnecessary borrowing, loans, understand interest, fees and repayments, shopping, compare prices and avoid impulse buying, bills, understand and pay on time, banking security, never share PIN, password security codes, salary, check pay slip and plan spending.